सरको आज ह्याप्पी न्यू इयर टाइटल सङ रहेको छ मेगा डिजिटल रेकर्डिङ स्टुडियोबाट चाहिँ चाँडै नै हामी चाहिँ लिएर आउँदैछौँ। हामी चाहिँ खाजा खाँदैछौँ चरपटे मेहनत गर्दैछौँ चारपाटे है त। यता हाम्रो सरहरू हुनुहुन्छ सबभन्दा भुकर यता छ चरपटे खाइरहेछौँ हामी। सो यता हेर्न सक्नुहुन्छ हाम्रो विशाल दाईको सर्ट रहेको छ अहिले हाम्रो विशाल दाईको। सो यो चाहिँ स्याम्पिङको लागि हामी अब सुटकै लागि हो यो हामी चाहिँ यहाँ चाहिँ हामी चाहिँ सुटकै लागि यता हातमा अर्कै ल भयो रेडी 1 2 3 गो। हेलो गाइज वेलकम ब्याक टु माई अनदर न्यू ब्लग र सरोज मोबाइल ब्लगमा तपाईँहरूलाई स्वागत छ। र अहिले चाहिँ बिहानको 7 बजेको छ। अहिले बिहानको समयमा चाहिँ स्टुडियोमा छु मेगा डिजिटल रेकर्डिङ स्टुडियो जुम्कामा अवस्थित रहेको छ। तपाईँलाई थाहा होला नै गीत रेकर्डिङ अडियो भिडियो दुइटै हुन्छ। सो आज चाहिँ हामी चाहिँ म्युजिक भिडियो सुटको लागि चाहिँ न्यू इयरको चाहिँ म्युजिक भिडियो सुटको लागि चाहिँ आज हामी जाँदैछौँ। अब सो त्यसकै लागि तयारी छ बिहान र बिहानको समय रहेको छ। तपाईँ चाहिँ अन्तिमसम्म हेर्दै गर्नु होला भन्न चाहन्छु किनभने आज इन्ट्रेस्टिङ हुनेछ। आज सुटिङको भ्लग हेराउनेछ हामी चाहिँ। सो भिडियोलाई हेर्दै गर्नु होला। र यता चाहिँ बिहानको समय छ यहाँ स्टुडियो बिहान 7 बजेको भित्र हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ अहिले भर्खरै म चाहिँ आएको दाइ चाहिँ उता सायद बाथरुममा हुनुहुन्छ। सो म चाहिँ यहाँ छु अहिले। अब एकछिनमा सबै साथीहरू आउनुहुन्छ अनि त्यस पछाडि चाहिँ म तपाईँहरूलाई भेट गराउनेछु। सो यतातिर हेर्न सक्नुहुन्छ। सो यतातिर हेर्न सक्नुहुन्छ यस्तो छ बिहानको समय चाहिँ यहाँ सूर्य पनि लागिरहेको छ। यता हेरिन्छ घेरिँदैन पछाडि हेर्न सक्नुहुन्छ यहाँ। सो ब्लगलाई हेर्दै गर्नु होला। सो हेर्न सक्नुहुन्छ यहाँ हाम्रो चाहिँ कमेडी सर हुनुहुन्छ हाम्रो पाण्डव सर हुनुहुन्छ। उहाँ पनि आज हामी सबैजना सुटमा जाँदैछौँ। ह्याप्पी न्यू इयर सङ रहेको छ नेपाली दिपक चामलिङ सरको। के छ आजको एकदम आजको देउस नयाँ वर्षको लागि हामी एउटा गीत बनाइरहेको होइन इन्जोयको लागि। देउस नयाँ साल हाम्रो राम्रोसँग बिताओस् र जुन यो विगतको जुन यो साल अब जाने बेला छ त्यो सालमा हामीले के कस्तो गरेन होइन राम्रो नराम्रो त्यो आफ्नो ठाउँमा छ। तर अबको दिनमा चाहिँ नयाँ साल जुन आउँदैछ त्यो नयाँ सालमा हामीहरू देउस सबै साथीभाइ मिलेर झुम्नुपर्छ नाच्नुपर्छ इन्जोय गर्नुपर्छ भन्ने हिसाबले हामी यो गीत चाहिँ एकदम भिडियो बनाउन गइरहेको छौँ। ल त सुटिङमा चाहिँ हामी भेट्नुहोस्। यता चाहिँ हाम्रो डाइरेक्टर सर हुनुहुन्छ आस थारू सर हुनुहुन्छ। यता हाम्रो गोर लाग्यो सबजना के छ आजको सुटिङको के छ अब के भन्नु म भाइ तिर्नु मलाई चाहिँ एक्कासी हामीले बोलाएको अनि हिजो चाहिँ फोन गर्दा व्यस्त हुनुहुन्थ्यो त्यही भएर चाहिँ मलाई थाहा छैन किनभने हामी दिनभरि फोन गरेको उहाँ चाहिँ व्यस्त हुनुहुन्थ्यो घराइसी कामले। सो उहाँलाई बिहानै फोन गरेर हामीले चाहिँ इन्फर्म गरेर उहाँले चाहिँ बोलाएको। अनि यता चाहिँ हाम्रो मेगा डिजिटल रेकर्डिङ स्टुडियोका सञ्चालक प्लस उहाँ चाहिँ डाइरेक्टर प्लस उहाँ चाहिँ एडिटर अनि सञ्चालक हुनुहुन्छ मेगा डिजिटल रेकर्डिङ स्टुडियोका। यता के छ हाम्रो विशाल भाइ? एकदम ठिकठाक छ। आज हामी सुटमा जाँदैछौँ। आज हामी न्यू इयर सङ भनेर हामी निकालिरहेका छौँ जुन नेपालीमा रहेको छ। यसपालि हामी मेगा डिजिटल रेकर्डिङ स्टुडियोको युट्युब च्यानलबाट फरक किसिमको गीत त्यसो प्लानिङ गरेका थियौँ जो सक्सेस चाहिँ हुँदैछ। आज हामी सुटिङमा जाँदैछौँ र आज हामी सुटिङ सकाएर सायद 2-3 दिनमै हामी यो रिलिजको क्रममा हुन्छौँ। अहिले पोस्टर पनि डिजाइन भइरहेछ अनि यसमा चाहिँ लिरिक्स म्युजिक प्लस भोकल रहेको छ हाम्रो दिपक चामलिङ राईको। अनि त्यस्तै एरेन्ज हाम्रो म आफै पनि गरेको छु यसमा आफै गरेको छु। अनि यसमा कास्ट भन्नुपर्दा अब कास्टमा त अब धेरै छौँ हामी लगभग हाम्रो पुरै युनिटै रहेको छ कास्टमा। सबैजना हामी लागेर यो भिडियो बनाउन लागेको। अब हेर्दै जाम जुन कन्सेप्ट लिएर भिडियो बनाइरहेको छौँ जहाँसम्म लाग्छ भिडियो एकदमै राम्रो बन्छ भनेर। र यसमा सबै दर्शक श्रोताहरू पनि नितान्त साथ सहयोगको आवश्यकता हुन्छ। त्यही भएर
हाम्रो मेगा डिजिटल रेकर्डिङ स्टुडियो युट्युब च्यानललाई चाहिँ फलो गर्दै बस्नु होला। यदि सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब पनि गरेर बस्नु होला। 2-3 दिनमै हामी यो सङ चाहिँ लिएर आउँदैछौँ। सो यता हेर्न सक्नुहुन्छ यहाँ चाहिँ हामी चाहिँ फर्स्ट लुकको लागि चाहिँ तयारी अवस्थामा गर्दैछौँ। अब भरे चाहिँ हामी चाहिँ कम्प्लिट गर्नेछौँ। यता हाम्रो सरहरू अझै आउँदै हुनुहुन्छ, बाटोमा हुनुहुन्छ। हाम्रो सुटिङ टिम इन्टायर टिम हुनुहुन्छ, अहिले बाटोमै हुनुहुन्छ। क्यामेराम्यान सबैजना, के भन्छ मेकअप म्यान सबैजना हुनुहुन्छ। सो यहाँ चाहिँ हाम्रो सिङ्गर प्लस हाम्रो उहाँले कम्पोज गर्नुभएको छ ह्याप्पी न्यू इयरको सङ। उहाँकै सुटिङ छ, उहाँकै गीतको आज। हाम्रो दिपक सरको के छ आजको सुटिङको के छ तयारी? तयारी एकदम राम्रो तयारी छ होइन। अब हामी सुटतिर लागिरहेछौँ, सबैजना एक्साइटेड हुनुहुन्छ र सबैजनाले अब यो गीत हेरेर धेरै माया गरिदिनुहुन्छ भन्ने आश राखेको। र यता हाम्रो चाहिँ मेकअप आर्टिस्ट अवध नारायण राजवंशी सर हुनुहुन्छ। उहाँ चाहिँ पनि आउनु भएको छ। के छ आजको सर उहाँ चाहिँ के छ आजको सुटिङको तपाईँको प्रिपेयर? अब प्यासनको हेर्दैछु हाम्रो मेगा डिजिटल रेकर्डिङ स्टुडियोमा जुन अहिले म आइपुगेको छु। यस यहाँ चाहिँ मान्छेहरूमा प्यासन भन्ने कुरो चाहिँ अहिलेसम्म पनि रहेछ भन्ने मलाई फिल भयो। धेरै दिन पश्चात पनि अहिले लङ टाइम पछि नै फेरि म यहाँ आएको छु। उहाँको मतलब यो विशाल चौधरीको यो स्टुडियो उहाँको मार्फत म यहाँको म्युजिक भिडियोमा चाहिँ प्राय आउने गरेको छु। यता चाहिँ हाम्रो एकजना सर हुनुहुन्छ, उहाँ पनि आउनु भएको छ सुटको लागि। के छ तपाईँको आजको सुटको तयारी? एकदम तयारी अब ठिकै छ भनौँ न। यता चाहिँ हाम्रो आर्टिस्ट दाई भन्छु म चाहिँ, प्लस कलाकार मोडेल, अब टिएफसीका अध्यक्ष पनि हुनुहुन्छ हालको। के छ आज? आज म अचानक यहाँ आइपुगेको छु, खुसी लागेको छ। जस सरप्राइज दिए जस्तो छ मेगा डिजिटल स्टुडियोले होइन। खासै म यो कुरा आज थाहा थिएन, तर यहाँ आइपुग्दाखेरि एकदम नलो जस मेगा मिडियाबाट म्युजिक भिडियो गरिरहेको हुनाले होइन सम्पूर्ण टिमलाई म शुभकामना दिन चाहन्छु। यता हाम्रो सबै रेडी हुँदैन, सामानहरू अहिले सबै अब लिएर जाने हामी। सो यता हाम्रो पछाडि हाम्रो सिनेमाटोग्राफर आजको चाहिँ रविन सर हुनुहुन्छ। के छ आजको सुटिङको तयारी? नमस्ते, म रविन चौधरी, सिनेमाटोग्राफर। आज हाम्रो एउटा नयाँ टाइपको गीत बन्दैछ होइन, नयाँ स्वाद, नयाँ टेस्ट। हाम्रो दिपक सर अब हुन त अब पुरानै तरिकाले चाहिँ धेरैले हेरे होइन। आज चाहिँ हामी नयाँ गर्न गइरहेछौँ हाम्रो उसमा होइन। र हाम्रो सेटअपको तयारी भन्दाखेरि चाहिँ हाम्रो लाइटिङहरू होइन, क्यामेराहरू, र अहिले मैले भर्खरै नयाँ लेन्स पनि ल्याएको छ, सिने लेन्स, जुन त्यो आज हामी युज गर्नेछौँ। त्यसको कलर टोनहरूदेखि लिएर एकदमै बब्बाल छ। 8K कलरमा चाहिँ भनौँ न 8K उसमा चाहिँ कलर चाहिँ त्यसको चाहिँ एब्जर्भ गर्ने चाहिँ ऊ रहेछ, के अरे क्यापेसिटी रहेछ त्यो सिने लेन्समा होइन। सिने लेन्समा अहिले भर्खरै नयाँ निस्किएको लेन्स हो होइन। त्यसलाई पनि हामीले हेर्नेछौँ। भनेपछि भिडियो चाहिँ बबाल हुनेछ, अब राम्रो हुनेछ भनेर आशा छ होइन। फर्स्ट युज हुँदैछ, आज हेरिहाल्नुहुन्छ। र अब हाम्रो टिमलाई चाहिँ शुभकामना छ सबैजनालाई। यसरी नै अगाडि बढ्दै जाउँ मिलेर सबैजना होइन, हातेमालो गर्दै। हाम्रो विशाल सर यता आज उहाँ पनि सायद देख्नुहुनेछ, उहाँलाई पनि स्क्रिनमा। पर्दा पछाडि धेरै काम गरेका छौँ कि हामी पनि पर्दा पछाडि नै काम गर्ने होइन, तर हाम्रो चाहिँ केही नै हुँदैन। तर आज चाहिँ विशाल सर फ्रन्टमा आउँदै हुनुहुन्छ। माया गरिदिनु होला, खुसीको कुरा हो, माया गरिदिनु होला सबैलाई होइन। भिडियो सायद मेगामै आउने होइन? हजुर हजुर, मेगामै आउँछ। मेगा रेकर्डिङ डिजिटल स्टुडियोमा चाहिँ यो गीत आउनेवाला छ। माया गरिदिनु होला, लाइक सब्सक्राइब पनि गरिदिनु होला हाम्रो सरोज सरको च्यानललाई, सरोज मोबाइल ब्लगमा चाहिँ अब सबैजनालाई सेयर गरिदिनु होला। हस्, धन्यवाद। सो हामी चाहिँ बाहिर अब निस्किसक्यो। हामी चाहिँ झुम्कामा छ अहिले, सबै टिम
10-12 जना टिम हुनेछ हामी आजको सुटमा सबैजना अब यहाँबाट निस्किँदैछौँ सो फाइनल गाइज हामी चाहिँ स्पोर्टमा आइसकेका छौँ सुटिङ स्पोर्टमा यहाँ सबैजना एकजना चाहिँ बाँकी हाम्रो दाइ चाहिँ बाँकी हुनुहुन्छ उहाँ चाहिँ बाटोमै हुनुहुन्छ किबोर्ड ल्याउँदै हुनुहुन्छ र हामी चाहिँ सबैजना यहाँ स्पोर्टमा आइसकेका छौँ अब चाहिँ सुटिङको लागि हामी सेटअप मिलाउँदैछौँ यता गिटार सेटअप हुँदैछ गिटार छ यता ड्रम सेटहरू अब हामी सेटअप गर्नेछौँ यता किबोर्डहरू सबै सेटअप गरिसक्यौँ यता चाहिँ हाम्रो आर्टिस्ट मेकअप आर्टिस्ट उहाँले चाहिँ रेडी गर्दै हुनुहुन्छ मेकअपको लागि र हामी चाहिँ अब मेकअप गर्दैछौँ सबैजना यता क्यामराम्यान चाहिँ यता पछाडि हुनुहुन्छ हाम्रो सिनेमाटोग्राफर रविन सर हुनुहुन्छ पछाडि सो अब मेकअप चाहिँ हामी गर्नेछौँ हेर्दै गर्नु मेकअप चाहिँ हाम्रो मेरो चाहिँ भइसकेको छ मेकअप चाहिँ भइसकेको छ मेरो चाहिँ अरू सबैजनाको बाँकी छ यता हाम्रो आर्टिस्ट मेकअप आर्टिस्ट अवनारायण सरले चाहिँ गर्दै हुनुहुन्छ यता हाम्रो अर्को आर्टिस्ट हुनुहुन्छ हामी सबैजना मेकअप हुँदैछ अब यहाँ सेटअप गर्नेछु अब कहाँ लोकेसन ठिक हुन्छ गिटारको एक गिटार लिएर ड्रम सेटहरू पनि छ सबैले कसैले गिटार कसैले के भन्छ किबोर्ड लिनेछ भने सरले चाहिँ सिङ्गिङ पनि गर्नुहुन्छ अनि हामी सबैजना सुट गर्नेछौँ सो हामी चाहिँ अहिले लभ डाँडामा छौँ सुट हाम्रो लोकेसन सुट चाहिँ लभ डाँडामा रहेको छ यहाँ चाहिँ अरू बेला चाहिँ पिकनिक स्पोट हो अहिले चाहिँ पिकनिक स्पोट छैन अहिलेको सिजन भनेको जाडो सिजनमा चाहिँ पिकनिक स्पोट हुनेछ यो ठाउँमा र आजको ह्याप्पी न्यु इयरको सङको चाहिँ हाम्रो सुट रहेको छ ह्याप्पी न्यु इयर गीतको र लगभग आज 11 बजिसकेको छ आज चाहिँ ढिलै हुन्छ यता हाम्रो आराम गर्दै हुनुहुन्छ यता सामान चाहिँ मेकअप गरिदिनु भएको छ अब क्यामेरामा कस्तो आउँछ थाहा छैन सो फाइनली हाम्रो सेटअप चाहिँ रेडी भइसकेको छ यहाँ सुटको लागि यता चाहिँ हाम्रो गिटारिस्ट यता हाम्रो यहाँ चाहिँ म बस्नेछु है गाइज यता चाहिँ हाम्रो सिङ्गर उहाँकै गीत रहेको छ दीपक चामलिङ दाइ सरको हुनुहुन्छ उहाँकै गीत आज सुट हुँदैछ यता चाहिँ हाम्रो अर्को पाण्डव सर हाम्रो सबैले कमेडी किङ भनेर चिन्नुहुन्छ आज चाहिँ भन्नु पर्दैन यता क्यासलीमा बस्नु भएको छ अनि यता चाहिँ हाम्रो अब शुभ मुहुर्त हुँदैछ यताको हाम्रो आर्टिस्ट मेकअप आर्टिस्ट अवनारायण राजवंशी सर हुनुहुन्छ यता चाहिँ हाम्रो डाइरेक्टर प्लस एडिटर अनि मेगा डिजिटल रेकर्डिङ स्टुडियोका सञ्चालक उहाँ अहिले चाहिँ अगरबत्ती बाल्दै हुनुहुन्छ र हामी चाहिँ अब शुभ मुहुर्त गर्ने क्रममा छौँ र यहाँ चाहिँ हाम्रो सिनेमाटोग्राफर एकदमै हाम्रो सुनसरीको एरियाकै पूर्वाञ्चलकै भनौँ न एकदमै चर्चित हुनुहुन्छ उहाँ चाहिँ एकदमै राम्रो म्युजिक भिडियो धेरै म्युजिक भिडियोहरू सुट गर्नुभएको छ उहाँले र उहाँ पनि आज हाम्रो सुटमा चाहिँ आइदिनु भएको छ सिनेमाटोग्राफरको रूपमा अब हामी चाहिँ पूजाआजा गरी सुट चाहिँ स्टार्ट गर्नेछौँ
होइन अहिले नयाँ नाम आएको छ क्या अँ, मतलब नयाँ- ओल्ड इज गोल्ड ओल्ड इज गोल्ड चङ्खे चङ्खे ओल्ड इज गोल्ड चङ्खे भनेर पहिले कपाल फेमस थियो नि त जे भन्नु कमेडी जे होस् मलाई अलिकति कुनै पनि नाम लिएर तपाईँहरू प्रोत्साहन गरिदिनु भयो नि त्यसको लागि धेरै धेरै धन्यवाद गुड हो यो कुरा हो क्या र अर्को कुरा यो जुन यो भइरहेको छ नि यो चाहिँ मेरै क्रेडिट हो फेरि यो फेरि मेरै क्रेडिट हो त्यसको जति अंश छ नि मेरो पनि भाग होला है ल ल उहाँलाई चाहिँ अब यता चाहिँ हाम्रो मेकअप आर्टिस्ट सर हुनुहुन्छ सबभन्दा बढी दिन्छु क्या म यता मेकअप आर्टिस्ट हाम्रो यो सङ्घको लागि हामी छायाङ्कन गर्न आएको छौँ राजस्थानमा त्यसैको हाम्रो यहाँ सुमुहुर्त हुँदैछ तपाईँ टिमलाई राम्रो ल यो सरलाई हुँदैन ल समात्नु अब मैले ए हो आबद नारायण सर हाम्रो यहाँ आज चाहिँ न्यू इयरको सङ्घको नेपाली सङ्घ हाम्रो दीपक चामलिङ सरको चाहिँ भोकल त्यसै गरी म्युजिक रहेको छ लिरिक्स रहेको छ आज शुभ मुहुर्त पदक्षु छ राम्रो हुनेछ आशा गर्दैछ हामी यो राम्रो होस् सिनेमाटोग्राफर नमस्ते रबिन चौधरी हुनुहुन्छ माथि अब चाहिँ हामी सुट स्टार्ट गर्नेछौँ यो राजताल रहेको छ हाम्रो ल यता हाम्रो चाहिँ फेरि डाइरेक्टर फेरि बिर्सिने छ हाम्रो डाइरेक्टर सर उहाँले चाहिँ गर्नु हुँदैन उहाँलाई अलिक जुठो परेको छ त्यही भएर चाहिँ उहाँलाई नयाँ वर्षको धेरै धेरै शुभकामना आगामी डाइरेक्टर हुनुहुन्छ उहाँ आजको गीतको डाइरेक्टर उहाँ नै हुनुहुन्छ एकदम स्ट्रगल पिरियडमा एकदम डाइरेक्सन गर्नुहुन्छ हाम्रो आस्थाहरू ल उहाँले अब हामी चाहिँ सुट स्टार्ट गर्नेछौँ यसमा चाहिँ म बस्नेछु यता हाम्रो गिटारिस्टमा प्लस सिङ्गर हुनुहुन्छ चाहिँ लगभग कति पर्सेन्ट भयो हुन्छ होला नि ल ब्रो लगभग कति पर्सेन्ट सुट भयो हाम्रो 80% सुट हाम्रो भइसकेको छ अब चाहिँ हामी हाफ टाइममा छौँ एकछिन सो हामी चाहिँ खाजा खाँदैछौँ चरपटे मेहनत गर्दैछौँ चार पाटे है त यता हाम्रो सरहरू हुनुहुन्छ सबभन्दा भुकर यता छ चरपटे खाइरहेछौँ हामी यता भुकर होइन चारचोटि खाइसक्यो पेट भरिया छैन टोइलेट पनि जाँदैन हाम्रो सर हुनुहुन्छ यहाँ खाना आँटेको छु अब सबै खाइदियो ट्राई गर्नु सिधा पारौँ नि सर यो बस्न पनि राम्रो अहिले चाहिँ हामी चाहिँ इभिनिङको सुटको लागि चाहिँ प्रिपेयर गरिरहेछौँ यहाँ हेर्न सक्नुहुन्छ हाम्रो लगभग सुट कम्प्लिट भइसकेको छ यो चाहिँ हल्का नाइटको लागि चाहिँ हामी ओके नाइटको लागि चाहिँ हामी तयारी छौँ लाइटहरू पछाडि सेटअप हुँदैछ अहिले हाम्रो पाण्डव सर पनि हुनुहुन्छ हामी तयारी लास्ट हामी प्याकअप हुनेवाला छ कि अब लास्ट इभिनिङ सर्ट रहेको छ इभिनिङको लागि हाम्रो रबिन सरले चाहिँ हाम्रो सिनेमाटोग्राफर सरले चाहिँ रेडी पार्दै हुनुहुन्छ लाइटलाई हेर्न सक्नुहुन्छ सो इभिनिङ टाइम छ अहिले ल आएको थियो सर सो यहाँ सेटअप हुँदैछ हेर्न सक्नुहुन्छ पहिनेका लाइटसँग त बाँड्नु है यहाँ बोला म चाहिँ यसमा बस्ने हो यो बजाउने बिहाइन्ड द सिन्स हेर्न सक्नुहुन्छ
सो यहाँ चाहिँ नाइट सुट आपसमा सद्भाव छरौं सो यो त हेर्न सक्नुहुन्छ हाम्रो विशाल दाईको सर्ट रहेको छ अहिले हाम्रो विशाल दाईको नाइट सर्ट रहेको छ हेर्न सक्नुहुन्छ लगभग सकिसकेको छ उहाँको चाहिँ अब बाँकी छ एउटा चाहिँ स्याम्प्याङ के भन्छ होइन इन्जोय गरेको त्यो बाँकी छ अब स्याम्पिङ के भन्छ यसलाई खै हेराउनु त अब यो स्याम्पिङ गर्ने अनि एन्डिङ हुन्छ हाम्रो सो यो चाहिँ स्याम्पिङको लागि हामी अब सुटकै लागि हो यो हामी चाहिँ यहाँ चाहिँ हामी चाहिँ सुटकै लागि अब त यता हातमा अर्कै छ हुन्छ कि के हो बाँड्दै गरे पनि लिने भरे म्युजिकमा पुगेन भने लिनु हैन पर्दैन बाँड्दै गरे म सुट गर्दैछु अरे तपाई पनि कलाकार हो नि त किबोर्डिस्ट होइन उ भनेको अनि त्यसमा कहाँ डराउनु हुँदैछ तपाई गलै त उता हाल्दैन हुन्छ त सट्टा नै ल्याला हो भने तपाई ल आउनु तपाई पनि आउनु प्याकअप यता हाम्रो सुट कम्प्लिट है राम्रोसँग कार उता झडिङ लास्टमा ल प्याकअप ल कता पुरा यता ठीक छ रेडी गाउँको कता हरायो म त हराए हो ल भयो रेडी 1 2 3 गो ह्यापी न्यू इयर हाम्रो चाहिँ ह्यापी न्यू इयरको सङको दीपक सर चामलिङ सरको ह्यापी न्यू इयर सङ नेपाली सङको चाहिँ प्याकअप भइसकेको छ र हामी अहिले मेगा डिजिटल रेकर्डिङ स्टुडियोबाट तपाईँले चाहिँ हेर्न सक्नुहुन्छ अब छिट्टै नै ह्यापी न्यू इयर सङ सो सब्सक्राइब गरिदिनु मेगा डिजिटल रेकर्डिङ स्टुडियोलाई आजको ब्लग यति नै भन्न चाहन्छु अब नेक्स्ट ब्लगमा भेट्नेछु है